वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आज चाहिँ मैले नयाँ ब्लग लिएर आइसकेको छु। म बिहान उठ्न साथ बाहिर मौसम हेरेँ पुरा निकै नै धुम्मिरहेको थियो। अनि हात मुख धोएर म चाहिँ गणेश पुज्न रेडी भएँ। अनि सामान ठिक पारेर गणेश पुजेँ। गणेश पुज्न साथ मैले पुजिसकेपछि टिको लगाएँ र खाना बसाउनतिर म लागेँ। खाना बसालिसकेपछि भाइलाई उठाउन आएको। बाहिर यस्तो घाम लाग्दा पनि भाइ उठेको रहेछ। उठाएँ भाइलाई अनि फेरि म तरकारी पकाउनतिर लागेँ। आलुको दाल बनाउनतिर लागेँ। लगत्तै ढिलो भइसक्यो थियो। स्कुल जानको लागि रेडी भएर खानासाना खाएँ। अनि खानासाना खाएर म चट्ट लुगा सुगा ड्रेसहरू लगाएर हल्का कपाल ठुलो भएको थियो अनि कपाल मिलाएँ। अनि म कलेजतिर लागेँ। फेरि कलेजबाट फर्किसकेपछि बेलुका मैले ड्रेस चेन्ज गरेँ। ड्रेस चेन्ज गरिसकेपछि लाइन नभएको कारणले चाहिँ मैले एलइडी लाइट जलाएको थिएँ। अनि हात खुट्टा धोएर फ्रेस भएँ। स्कुलबाट आएपछि नेमारको फ्यान हो भाइ चाहिँ। तर हामीले हाम्रो ठाउँमा म चाहिँ एकदम कसको फ्यान भनेको नेमार जुनियर हैन। त्यही रोनाल्डोको गोल र सेलिब्रेसन सु फेरि यता नेमारको। अनि म खेलेपछि घरतिर लागेँ। अनि घाँस झारेपछि फेरि खाना बसाउनतिर लागेँ। अनि दाल बसाएँ। अनि बाहिर हेर्दाखेरि साँझ परिसकेको थियो। आजको चाहिँ मैले ब्लग छोटिएर बनाएको। गाइस धेरै लामो भएको थियो हिजो पनि, त्यसैले हात मुख धोएँ। मैले साँझबत्ती बाल्नको लागि रेडी भएँ। अनि टक्क हात मुख धोइसकेपछि म साँझबत्ती बाल्नतिर लागेँ। भित्र साँझबत्ती बालिसकेपछि मैले बाहिर साँझबत्ती बाल्न आँटेको थिएँ। भित्र पनि बालिसकेँ र अब बाहिर जाँदैछु। बाहिर गएर बाहिर पनि साँझबत्ती बाल्दैछु। यसको चाहिँ अलिक फास्ट बनाएको छु मैले, धेरै लामो थियो त्यसैले गर्दा चाहिँ फास्ट बनाएको। अनि घन्टी बजाएपछि त्यहाँनिर बत्ती थोरै हल्लिएछ मिलाएँ। अनि फेरि शङ्ख बजाएँ। अनि मैले ढोगेँ। अनि फेरि दाल पाकिसकेको थियो। एक सिटी लगाएपछि मैले दाल पनि निकालेँ। मम्मी चाहिँ टाउको दुखो भनेर सुत्नु भइरहेको थियो, त्यसैले चाहिँ मैले खाना बनाएको आज। अनि सब्जी काटेँ मैले, आलु र सिमी केलाएँ। अनि खानासाना खाएर म एकछिन पढ्नतिर बसेँ। पढेर लेखिसकेपछि चाहिँ एकछिन पढौँ भनेको निद्रा लाग्न जस्तो भयो, झपझप भयो। अनि एकछिन भिडियो हेरेँ, ल्यापटपतिर एडिटिङ गरेँ।